नमस्ते, मेरो नाम चाहिँ ईशा तामाङ हो। म सुनकोशी 6 मा बस्छु। हर्का साम्पाङको पक्षबाट आएको छौँ। नम्बर 2 अमरदा बजारमा आज चाहिँ हामी यसरी आएको छौँ सबैजना मिलेर। मलाई चाहिँ के लाग्छ भने हर्का साम्पाङको यो समशक्ति पार्टी चाहिँ एउटा हर्का साम्पाङ चाहिँ हाम्रो देशको लागि एउटा सिओ हो। यो सिओमा चाहिँ हामी धागो हुँदै उन्नेर गएर एउटा हाम्रो देश फाटेको छ अहिले होइन, च्यातेको छ, फाटेको छ, त्यसलाई सिलाउने काम चाहिँ हामी सबै मिलेर गरौँ। सम्पूर्ण नगरवासीहरूले सबैजना एकजुट भएर हर्का साम्पाङजी चाहिँ सिओ भयो भने हामी धागो भएर उन्निँदै गएर देश सिलाउनेतिरको जाम। जय देश जय माटो भन्न चाहन्छु। एकदम हजुरको धेरै धन्यवाद। हाम्रो सुनबसी नगरपालिका वडा नम्बर 6 मा हजुर सहभागी हुनुभएको थियो र त्योभन्दा अगाडि पनि हजुर 6 नम्बरमै क्रेन्जामा गर्नुभएको रहेछ। हाम्रो अमरदामा सहभागी हुँदाखेरि कस्तो लाग्यो र यहाँ कतिजना तपाईँहरूलाई सहयोग गर्नुभयो, यहाँको स्थानीयहरू कतिजना आउनुभयो? सर्वप्रथम म धन्यवाद दिन्छु तपाईँलाई। हजुर र हामीहरूले यो श्रमदान स्टार्ट यो तेस्रो चौथोमा पुग्यो हामी। चौथोमा यसै गर्दै क्रममा हामी श्रमदान गर्ने क्रममा सरसफाइ गर्दै जाने क्रममा जे होस् हिजोभन्दा अस्तिभन्दा मान्छे एकदमै यस श्रमप्रति एकदमै विश्वास गरेर मान्छेहरू सामेल हुँदैछ। झन् बढ्दो क्रम छ, किनकि वास्तवमा हामीहरूले यो देशलाई एउटा समृद्धिको दिशा लानुपर्छ भने हामी श्रमलाई नै श्रम गरेर नै अगाडि बढ्नुपर्छ भन्ने हामीलाई लाग्यो। एकदम रमाइलो लाग्यो, राम्रो पनि लाग्यो। आफ्नो बजार एरिया सफा गर्दा हजुर राम्रो लाग्यो, खुसी लाग्यो। अरू साथीहरूलाई अब हाम्रो अरू गाउँ ठाउँका दिदीबहिनी अथवा दाजुभाइहरूलाई के भन्न चाहनुहुन्छ? यसै गरी सबैजना मिलौँ गरौँ भन्छु म चाहिँ, मिलेर आफ्नो गाउँ आफ्नो ठाउँ आफै सफा गरौँ। काम गर्दा कस्तो फिल भयो तपाईँलाई? एकदम राम्रो, बजार साफ भयो होइन। हजुर अब हाम्रो देश भनेको चाहिँ अब त्यो श्रमले बन्ने हो के, श्रमले नै बन्ने हो। हजुर बसेर बन्दैन, एकदम सही, अरूको आश हेरेर बन्दैन के, एकदम सही कुरा। हजुर पनि यसमा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। परिचय दिनु होला। धन्यवाद। मेरो नाम मोहम्मद रफिक आलम। हजुर अब शनिबार साथीले कहाँ राख्नुहुन्छ होइन, विराटनगरमा होटल गरेर बस्दैछु। मोरङ बिरयानी हाउस। र पनि आज म शनिबार टाइम निकालेर हजुरहरूसँग यहाँ आए सफा गर्नलाई, हेर्नलाई आएको कि यहाँ कस्तो सफा हुँदो रहेछ। अनि यो श्रमदान गरेपछि कतिको खुसी हुँदो रहेछ, आएर हेरेँ अनि आफै गरेर सफा कस्तो लाग्यो? धेरै खुसी भयो। खुसी लाग्यो नि। श्रमदान गर्दा कस्तो मनमा कस्तो के हुँदो रहेछ? अलिक लाज लाग्छ कि लाग्दैन? होइन, के को लाज लाग्नु, आफ्नो घर र गाउँलाई सफा गर्नलाई के को लाज? त्यही त, लाज मान्नु पर्दैन। अनि आफै गर्नुपर्छ, आफ्नो गाउँ ठाउँलाई आफै बनाउनु पर्छ। एकदम हाम्रो पनि त्यही अभियान हो। हस्त धन्यवाद। तर कस्तो लाग्यो मतलब भित्रबाट भन्नुहोस् है, आत्माबाट भन्नुहोस्। श्रमदान गर्दा एकदम खुसी लाग्यो नि। गाउँ ठाउँ राम्रो बनाउनु पाउँदा, सरसफाइ गर्नु पाउँदा कसलाई खुसी लाग्दैन र? जे बन्छ श्रमले बन्छ। अब त्यो भएको हुनाले हामीले श्रममा त एकदम जोड साथ लाग्नै पर्छ।